So hello, what's up guys? This is my first vlog I am shooting हैन सायद यो हाल्छु हाल्दैन मैले युट्युबमा त्यो पनि थाहा छैन। आज चाहिँ म यो जापान यो लुगा धुन गइरहेको छु लन्ड्रीमा। कसरी धुन्छ के धुन्छ त्यो तपाईलाई एकैछिन सर्ट भिडियो हुन्छ एकैछिन त्यो देखाएर मात्रै म भिडियोको एन्ड गर्छु होला। एक्चुअली म जापान आएको अप्रिल 2024 मा हो अनि एज अ ल्याङ्ग्वेज स्कुल स्टुडेन्ट लगभग भयो 7-8 महिना जति चाहिँ। अनि यस्तो अब होस्टेलमा चाहिँ लन्ड्री छैन भन्नु त्यो वासिङ मेसिन छैन अनि लुगा धुन चाहिँ चिसोमा लन्ड्री नै जानु पर्यो भन्ने हो मेरो सोच। अनि म चाहिँ अहिले ओसाकामा बसिरहेको छु। घर चाहिँ सुदूरपश्चिम नेपाल। लेट्स इन्जोय द ब्लग। कस्तो हुन्छ के हुन्छ हेरेर साथ सपोर्ट माया दिनु होला हजुरको। थोरै भए तापनि यत्रो घुम्टो लिएर गइरहेको छु लुगा धुन, किनभने लन्ड्रीमा अब पैसा लागिहाल्छ होइन। थोरै लुगा धुन पनि कहीँ जानु भन्ने हुन्छ, टाइम पनि मिल्दैन खासै। अनि म चाहिँ लगभग 20-25 दिन नै लागेको लुगाहरू सबै एकैचोटि लगाएर धुन्छु। अनि फेरि 20-25 दिन चाहिँ आनन्द अब लुगा चेन्ज गर्न लगाउन होइन। पैसा पनि खर्च भएन, त्यसले गर्दा धेरै खर्च भएन। अब त्यति नै हो। अब म लन्ड्री पुगेपछि नै सिधै सुरु गर्छु। लन्ड्रीको ढोकाबाट नजिकै छ लन्ड्रीसम्म चाहिँ। वेलकम ब्याक वाइज। हामीहरू पुगिसक्यौँ लगभग लुगा लन्ड्रीसम्म चाहिँ पुगिसक्यौँ होइन। बिचमा यो भेन्डिङ मेसिन छ, यो तपाईँलाई देखाउन चाहेँ मैले। यो पनि चलाउने हामी एकैछिनमा सिक्नेछौँ। अनि लेट्स गो डाइरेक्टली टु द भेन्डिङ वासिङ सरी लन्ड्रीमा चाहिँ इङ्ग्लिस बोल्न लागेको जाप्टी सिकेर आउँदै आउँदैन कि। दिस इज द गेट होइन। टक्क हामीले भित्र सिकिरहेको कि यो चाहिँ वासिङ मेसिनहरू देख्छौँ हामीले। यो वासिङ मेसिन चाहिँ ड्राईको लागि मात्र लेखेको छु माथि होइन यो पनि। अनि यो चाहिँ भयो वास एन्ड ड्राई। यो रातोमा चाहिँ वास र ड्राईको 16 केजीको 60 मिनट 1600। यो चाहिँ वास मात्र भयो 27 केजी 30 मिनट 1200। यो चाहिँ ड्राई 16 केजी 8 मिनट 100 रुपियाँ। अनि यो पनि सेम हो, यसमा 10 केजीसम्मको वास र ड्राई अनि 17 केजीसम्मको वास मात्र गर्न मिल्यो। यो पनि त्यही हो होइन। अनि हामीलाई चाहिँ यहाँ पैसा यो कोइन हाल्नुपर्ने भएकोले कोइन छैन भने यो मनी एक्सचेन्ज मेसिन चाहिँ हुन्छ। यसमा ठ्याक्क यो 500 कोइन पनि जाँदैन। त्यसमा त्यो 500 कोइन छ भने 500 कोइन योबाट हालेर 100 को निकालेर त्यहाँ हाल्ने। 1000 को नोट छ भने चाहिँ 1000 को यहाँ हालेर चाहिँ 100 को निकालेर यहाँ हाल्ने होइन। अनि हालिसकेपछि हामीले मेसिन स्टार्ट गरेर भित्र लुगा हालेर अनि आराउ दबाएर पैसा हालेपछि चाहिँ आफै सुरु हुन्छ होइन। यो लक गरेर के गर्ने हो, वास प्लस ड्राई गर्ने भयो यो हुन्छ, वास मात्र गर्ने भयो ड्राई मात्र गर्ने भयो यो। त्यो हालेर चाहिँ लक गऱ्यो भने चालु हुन्छ मेसिन। अनि टाइमर देखाउँछ यहाँ, त्यो टाइमर सकेपछि आफै बन्द हुन्छ। चाहिँ यो युज गर्छु मेरो लुगा अलि धेरै भएकाले। पहिला लुगाहरू हालौँ त्यसपछि हाउ टु युज म देखाउँछु एकैछिनमा। Let's take a break, short break. So finally लुगा चाहिँ यो मेसिन चाहिँ हालिसक्यो होइन। यो चलाउनुलाई यो बन्द भयो। अब यसो यहाँबाट चाहिँ पैसा हाल्नुपर्छ। पैसा चाहिँ त्यहीबाट ठिक्कै हाल्नुपर्ने भएकाले मसँग चेन्ज छैन कि जस्तो लागेको छ 1100 रुपियाँ होइन। छिट्टै चेक गरौँ। जस्तो पनि लागेको छ। यसो चेन्ज नभएको बेला चाहिँ यो तपाईँकोमा चाहिँ कोइन हाल्नुपर्ने भयो भने अब चाहिँ यहाँबाट चेन्ज निकाल्नुपर्छ। मनी एक्सचेन्ज मेसिन होइन यो। ठ्याक्कै यो मैले यहाँबाट 1000 रुपियाँ हालेँ भनेपछि यहाँबाट चाहिँ हाम्रो कोही मिल्छ कोइन पाइसकेपछि चाहिँ यो टक्क भएर यो बाटो के गर्ने पहिला त्यसपछि चाहिँ पैसा हाल्नु पर्यो होइन। 200 300
होइन। 運転を始めます。 अब 洗濯 चाहिँ 物の入れ忘れを確認してください。 मेरो 運転中 सेन्टरको に चालु 料 भयो। 金を追加する 1 と घन्टाको टाइम 乾 दियो 燥 अनि 時 यो 間が मेसिन 延 चाहिँ 長 चालु しま भयो す。 होइन। ठ्याक्कै अहिले टाइम चाहिँ ठ्याक्कै टाइम चाहिँ अहिले 7:20 भएको छ। अब 8:20 चाहिँ मेरो ठ्याक्कै यो स्टार्ट भइसकेको छ। त्यो हाम्रो त अब नजिकै पार्क छ, हजुर अहिले आउनुहोस् त्यो पार्क पनि जाम, मजाले सानो पार्क छ। 1 घन्टा त्यहीँ कफी सप खाऊँ, भेन्डिङ मेसिन चलाउन पनि सिकौँ होइन। अनि त्यति गरेर फेरि आएर लुगा लिएर रुम जानुपर्छ। आजको यो ब्लग चाहिँ त्यति हुन्छ होला। अहिले चाहिँ यहाँ न्यु इयर भएकोले यो जुन चाहिँ खै के फेस्टिभलहरू चलिरहेको छ यहाँ ठ्याक्कै पार्कको छेउमा एउटा जुन चाहिँ छ होइन। खै के फेस्टिभल चलेर यस्तो मान्छेहरू चाहिँ धेरै भइरहेको हुन्छ यहाँ अहिले। अहिले धेरै नै मान्छेहरू छ भनौँ न। साइकलहरू हेर्नुहोस् न, जापानमा चाहिँ साइकलको वर्षहरू अलि धेरै छ। अरू यताउता कुराहरू भन्दा पनि एकछिन बसौँ जाम होइन। मान्छेहरू धेरै छ यहाँको, मान्छेले क्यामेरा साइड छ अलि कफी अनि के भएको भेन्डिङ मेसिन छ हाम्रो यहाँ होइन। अब केही भेन्डिङ मेसिन छ। अब हेर्नुहोस् प्राइस चलिहालेको चाहिँ हट भयो, तातो भयो होइन। यो चाहिँ तातो कफीहरूको आइटम हो, तातो छ। यो चिया यिनीहरू पनि तातो छ। अनि यो चाहिँ कोल्ड चिसोहरू भयो पानी ठ्याक्कै प्राइस हुन्छ। अनि ठ्याक्कै पैसा हामीले पैसा चाहिँ हाल्ने ठाउँ यहाँ हुन्छ होइन। 500 लेखे पनि 500 को चल्ने धेरैसँग छ अहिलेको भेन्डिङ मेसिनहरूमा। ठ्याक्कै पैसा हालेपछि हामीले कति हालेर देखाउँछ, 10 रुपियाँ हाल्यो, अब 100 रुपियाँ हालेपछि 110 देखाउँछ होइन। अनि लाइट बलेको चिजहरू चाहिँ हामीले 110 पाउने चिजहरू छ यहाँ भन्ने बुझौँ न। 110 को भनेपछि यो चाहिँ बसको दुध कफी, यो चाहिँ मलाई लास्ट टाइम भन्नुभएको यो खान्छु। दाबिसकेपछि चाहिँ यहाँबाट आइटम आउँछ अनि निकालो 110 नै हालेपछि चेन्ज भएन। चेन्ज आएपछि यो दबाएर यहाँबाट चाहिँ चेन्ज लिन्छ होइन। थ्याङ्क यू।